नमस्कार साथीहरू, म डाक्टर नवीन चापागाई, होमियोपैथिक चिकित्सक। स्वागत छ तपाईँलाई हाम्रो यो युट्युब च्यानलमा। आज हामी धेरै मानिसहरूले भोग्नु भएको तर व्यवस्था गर्नुभएको एउटा समस्याबारे कुराकानी गर्दैछौँ। त्यो समस्या हो चक्कर लाग्नु अर्थात् रिङ्गटा लाग्नु। अचानक टाउको घुमे जस्तो हुनु, आँखा अँध्यारो हुनु, शरीर हलुका हुनु, शरीर लल्याक लुलुक भए जस्तो हुनु, उभिँदाखेरि ढल्ने जस्तो हुनु, उल्टी पनि आउला जस्तो हुनु, कसैलाई आइहाल्नु जस्ता समस्या भएका हुन सक्छन्। अब चिन्ता नलिनुहोस्, यी सबै चक्कर लाग्ने अथवा रिङ्गटा लाग्ने समस्याहरू हुन्। आजको भिडियोमा हामी जान्नेछौँ चक्कर लाग्नु भनेको के हो, मानिसलाई चक्कर किन लाग्छ, चक्कर लागिहालेमा तुरुन्त के गर्ने र होमियोपेथीबाट चक्करको समस्यालाई कसरी निको बनाउन सकिन्छ भन्ने बारे छोटकरीमा सबैले बुझिने गरी आज हामी कुराकानी गर्दैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, एकदमै उपयोगी जानकारी प्राप्त गर्न सक्नुहुनेछ आजको यो भिडियोबाट। अनि हाम्रो च्यानललाई अहिलेसम्म पनि तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने अवश्य पनि गरिहाल्नुहोला। लु अब सुरुवात गरौँ आजको यो स्वास्थ्य यात्रामा। सर्वप्रथम चक्कर लाग्नु भनेको के हो यो बारे बुझौँ। चक्कर लाग्नु भनेको टाउको घुम्नु एवं आफू र आफ्नो वरिपरिको वातावरण घुमिरहे जस्तो महसुस हुनु हो। यसलाई मेडिकल भाषामा भर्टिगो पनि भनिन्छ। चक्कर लाग्दाखेरि टाउको हलुका जस्तो हुन्छ, आँखा अगाडि अँध्यारो देखिन्छ, कानमा सुई सुई आवाज आउन पनि सक्छ, शरीर सन्तुलन गुमाउन सक्छ, कहिलेकाहीँ बान्ता पनि आउन सक्छ। यो कुनै रोग होइन, शरीरभित्रको कुनै गडबडीको सङ्केत हो। मानिसलाई चक्कर चाहिँ किन लाग्छ त? प्रश्न यो रहेको छ। चक्कर लाग्नुका धेरै कारणहरू भएका हुन सक्छन्। अब हामी मुख्य कारणहरूको बारेमा बुझौँ। रक्तचाप बिपी कम अथवा बढी हुनु। लो बिपी हुँदा अचानक उभिँदाखेरि चक्कर लाग्न सक्छ। त्यसै गरी हाई बिपी हुँदा पनि टाउको भारी हुन्छ र चक्कर लाग्न सक्छ। त्यस्तै रगतको कमी एनिमिया भएमा, शरीरमा हेमोग्लोबिन कम हुँदा पनि चक्कर लाग्न सक्छ। महिलाहरूमा यो समस्या बढी मात्रामा देखिन्छ। त्यस्तै डिहाइड्रेसन पानीको कमी भएमा, कम पानी पिउनु, धेरै पसिना आउनु, झाडा पखाला अथवा बान्ता हुँदा शरीरमा पानीको कमी भएमा पनि चक्कर लाग्न सक्छ। त्यसै गरी कानको समस्या इनर इयर प्रब्लम भएमा, कान हाम्रो सन्तुलनसँग सम्बन्धित हुन्छ। कानभित्र समस्या हुँदा टाउको घुमे जस्तो, रिङ्गटा चले जस्तो हुन्छ। त्यस्तै गरी तनाव, चिन्ता र डरको कारणले, धेरै सोच्ने बानी भएमा, एन्जाइटी, पेनिक एट्याक जस्तो समस्याले पनि रिङ्गटा लाग्न सक्छ, चक्कर आउन सक्छ। निन्द्राको कमी, राति राम्रोसँग ननिदाउनु पनि चक्कर लाग्ने एक कारण हो। त्यस्तै मोबाइल धेरै चलाउनु पनि एक कारण रहेको छ। त्यसै गरी रगतमा चिनीको मात्रा कम हुनु, लो सुगर भएमा, लामो समयसम्म खानेकुरा नखाई बस्नु र सुगर लो हुँदा डायबिटिज भएका मानिसहरूमा बढी मात्रामा चक्कर लाग्ने हुन सक्छ। त्यसै गरी ब्रेन ट्युमर अथवा कुनै इन्जुरी जस्ता कुराले पनि चक्कर लाग्न सक्छ। यी त भए चक्कर लाग्ने केही कारणहरू। चक्कर लाग्दा देखिने लक्षणहरू चाहिँ कस्ता हुन्छन् त यो बारेमा पनि अलिकति बुझौँ। टाउको घुम्नु, आँखा अँध्यारो हुनु, कान बज्नु, मुटु छिटो ढुकढुक गर्नु, बान्ता आउनु, कमजोरी महसुस हुनु, ढल्ने जस्तो हुनु जस्ता लक्षणहरू हुन सक्छ। यदि यस्ता खालका लक्षणहरू बारम्बार दोहोरिन्छन् भने तपाईँले तुरुन्तै डाक्टरको सल्लाह लिनु अति नै आवश्यक हुन्छ। अब चक्कर लागे तुरुन्त के गर्ने यो बारेमा पनि अलिकति बुझौँ। चक्कर लागिहालेमा डराउनु हुँदैन, तुरुन्त बस्नु अथवा सुत्नुपर्छ। टाउको अलिकति तल राख्नु, आँखा बन्द गरेर गहिरो सास लिनु, पानी पिउनु, एक्कासी नउठ्नु, खाली पेट लामो समयसम्म नबस्नु, चक्कर लाग्दाखेरि बाइक गाडी नचलाउनु, उचाइमा नजानु जस्ता कुराहरू हामीले गर्नु पर्दछ। अब लागौँ चक्कर लाग्ने समस्या अर्थात् रिङ्गटा लाग्ने समस्याको उपचारतर्फ। होमियोपेथीबाट चक्कर लाग्ने समस्याको उपचार।
होमियोपेथीमा रोग होइन, बिरामीको अवस्था हेरेर उपचार गरिन्छ। चक्करको कारण अनुसार औषधि फरक फरक हुन सक्छ। म केही महत्त्वपूर्ण औषधिहरूको बारे छोटकरीमा तपाईँलाई जानकारी दिँदैछु। जस्तै कोकुलस, कमजोरीका कारण चक्कर लाग्ने, निन्द्रा नपुग्दाखेरि चक्कर लाग्ने, लामो यात्रापछि लाग्ने चक्करको लागि हामी यो कोकुलस भन्ने दबाई दिन सक्छौँ। त्यसै गरी अर्को छ ब्रायोनिया अल्बा, अलिकति हल्लिँदा पनि चक्कर लागिहाल्ने, उठ्दा बढ्ने भएमा यो दबाई दिन सकिन्छ। त्यसै गरी जेल्सिमियम, डर, तनाव, परीक्षाको डर, बोल्नु अघि शरीर भारी महसुस हुने जस्तो समस्या भएमा हामी यो दबाई दिन सक्छौँ। त्यसै गरी अर्को छ फस्फोरस, आँखामा अँध्यारो हुने र तातो हुँदाखेरि चक्कर लाग्ने भएमा हामी यो फस्फोरस भन्ने औषधि दिन सक्छौँ। त्यसै गरी फेरम मेटालिकम, रगतको कमी भएर हुने चक्कर लाग्नु, अनुहार फिक्का जस्तो भएमा हामी यो दबाई दिन सक्छौँ। त्यसै गरी कोनियम, थुजा, कस्टिकम इत्यादि धेरै नै औषधिहरू हुन्छन् होमियोपेथीमा चक्कर लाग्ने समस्यालाई निको बनाउने। होमियोपेथी औषधि डाक्टरको सल्लाह बिना चाहिँ कदापि पनि हामीले खानु हुँदैन। होमियोपेथीमा सबैलाई एउटै औषधि पनि दिइँदैन। होमियोपेथीमा रोगभन्दा व्यक्ति महत्त्वपूर्ण हुन्छ। शारीरिक, मानसिक र भावनात्मक लक्षणहरू हेरेर हामीले औषधिको छनौट गर्नुपर्ने हुन्छ। एउटै खालको चक्कर लाग्ने भए पनि दुई व्यक्तिको औषधि फरक फरक हुन सक्छ। सही औषधि र सही मात्रा चिकित्सकले मात्र मिलाउन सक्दछन्। त्यसैले अनुभवी होमियोपेथिक चिकित्सकको सल्लाहमा मात्र औषधि तपाईँले लिनुपर्ने हुन्छ, त्यत्तिकै चाहिँ सेवन गर्नु हुँदैन। अब अन्तिममा चक्कर लाग्न नदिन अपनाउनु पर्ने सावधानीको बारे पनि अलिकति बुझौँ। नियमित रूपमा पोषिलो खालको खानेकुराहरू खाने गर्नुपर्छ। पर्याप्त मात्रामा पानी पिउनुपर्छ। 7-8 घन्टा निदाउनुपर्छ। तनाव कम गर्नुपर्छ। चिन्ता पिर लिनु हुँदैन। मोबाइल कम प्रयोग गर्नुपर्छ। जाँड, रक्सी, चुरुट, बिडी, खैनी, लागु पदार्थहरूको सेवन कहिल्यै पनि गर्नु हुँदैन र समय समयमा स्वास्थ्य जाँच गरिरहनुपर्छ। साथीहरू, चक्कर लाग्नु सानो समस्या जस्तो लागे पनि यसलाई बेवास्ता गर्नु हुँदैन। समयमै यसको कारण पत्ता लगाएर सही उपचार गरेमा यो समस्यालाई सजिलै निको पार्न सकिन्छ। बुझ्नुभयो? हस् त, आजलाई यति नै। हामीलाई तपाईँले सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य पनि अहिले नै गरिहाल्नुहोला। आफ्नो नोटिफिकेसन बेल पनि अन राख्नुहोला, किनकि हामी सधैँ हप्तै पछि यो हाम्रो युट्युब च्यानलमा तपाईँलाई जीवनभरि काम लाग्ने स्वास्थ्य सम्बन्धी जानकारीमूलक भिडियोहरू लिएर आइरहनेछौँ। हाम्रो च्यानलमा गएर तपाईँले सबै हाम्रो भिडियोहरू हेरिदिनुहोला। हामीलाई सम्पर्क गर्ने इच्छा भएमा हामीले यहाँ स्क्रिनमा हामीले हाम्रो नाम, हाम्रो ठेगाना, हाम्रो इमेल, हाम्रो फोन नम्बर र हाम्रो वाट्सएप नम्बर पनि सबै नै यहाँ राखिदिएका छौँ। हामीलाई तपाईँले सिधै सम्पर्क गर्न पनि सक्नुहुनेछ। अनि यो भिडियो आफ्ना साथीभाइहरूलाई पनि सेयर गर्न नभुल्नुहोला। उहाँहरूलाई पनि त काम लाग्न सक्छ नि। त्यसैले अनि यत्रो बेरसम्म तपाईँले हाम्रो यो भिडियो हेरिदिनु भएकोमा तपाईँलाई मुरी धन्यवाद दिन चाहन्छौँ। ल त आजलाई बिदा। तपाईँको दिन शुभ रहोस्। बाई बाई। नमस्ते।